धेरै श्रीमानहरू आफ्नो श्रीमतीलाई पाठेघर जाँच गर्न पठाउँदाखेरि तलबाट जाँच नगर्नु भनेर पठाउनुहुन्छ। आज म डाक्टर सरिता राणा गुरुङ हजुरलाई यो बताउन चाहन्छु कि तल पाठेघरको जाँच गर्नु कतिको इम्पोर्टेन्ट हुन्छ र यो कसरी गरिन्छ। हाम्रो पाठेघरको जाँच दुई प्रकारले गरिन्छ। एउटा चाहिँ नि तपाईको स्पेकुलम एक्जामिनेसन भनिन्छ, जसबाट हामीले डाइरेक्ट हाम्रो आँखाले हेर्ने गर्छौं, र अर्को पाल्पेसन एक्जामिनेसन जो चाहिँ नि हामीले पाठेघर छामेर गर्ने गर्छौं। र पाठेघर हेरेर गर्ने स्पेकुलम एक्जामिनेसनलाई हामीले यो यन्त्र युज गर्छौं। यसलाई हामीले स्पेकुलम भनिन्छ र यसको मुख यसरी परेको हुन्छ। यो चाहिँ नि योनिद्वारबाट राखेर यसले चाहिँ नि हल्का खोलेपछि पाठेघरको मुख देखिन्छ। र यो एक्जामिनेसन गर्दाखेरि यसको फाइदाहरू यसले चाहिँ नि हाम्रो डाइरेक्ट आँखाले चाहिँ नि त्यसमा मासु पलाएको छ कि छैन, त्यो कस्तो छ, त्यसमा घाउ छ कि छैन भनेर हेर्न मिल्छ। धेरै महिलाहरू चाहिँ नि हाम्रोमा आउँदाखेरि अल्ट्रासाउन्डमा देखिएन, यो त कहिले देखेको थिएन भनेर भन्नुहुन्छ, किनभने उहाँहरूले यो एक्जामिनेसन गराएको नै हुँदैन। र हाम्रोमा आउँदाखेरि हामीले यो एक्जामिनेसन अनिवार्य गर्ने कारणले गर्दाखेरि धेरै क्यान्सरहरू डिटेक्ट भइरहेका हुन्छन्। र अर्को भनेको पाल्पेसन एक्जाम। हाम्रो चाहिँ नि गाउँघरमा आजकल यो पाल्पेसन यो एक्जाम जाँच गर्ने भनेको चाहिँ नि हात हालेर गर्ने भन्ने एउटा भ्रम रहेको छ हैन। र हामीले चाहिँ नि यो हात हाल्ने हैन, दुईटा फिंगर माथि राखेर तलबाट हेरेर हामीले पाठेघरको साइज हेर्छौं, त्यो कतिको हल्लिएको छ कि छैन, कतिको बसेको छ, अथवा साइडमा अन्डाशयहरुमा ट्युमर छ कि छैन, मासु पलाएको छ कि छैन भनेर हेर्नलाई चाहिँ नि दुईटा फिंगर माथि युज गर्ने हो। र यो दुईटा एक्जामिनेसन गर्दाखेरि बिरामीलाई केही पनि गाह्रो हुँदैन। उहाँलाई हल्का अप्ठ्यारो हुन सक्छ, तर पनि उहाँहरूले एकदम रिल्याक्समा बस्नुभयो भने केही पनि गाह्रो हुँदैन र एकदमै गर्नुपर्ने अनिवार्य